नमस्ते, स्वागत छ हजुरलाई फेरि पनि मेरो अर्को नयाँ ब्लगमा र आज चाहिँ म बहुत दिनपछि भिडियो बनाउँदैछु र सर्दी लागेर पनि हालत खराब छ मेरो आवाज पनि पुरा चेन्ज भएछ सुन्नुहुन्छ होला मलाई मेरो छोरालाई पुरा सर्दी लागेर त्यसको लागि कति दिन कन्टिन्यू हुनु पाएन भिडियो पनि बनाउनु पाएन र आज चाहिँ मैले सबैलाई एडभान्स ह्याप्पी काली पूजा आज त सन्डे भोलि त मान्ने भोलिबाट त काली पूजा सुरु भयो र मैले चाहिँ आज भिडियो किन बनाउँदैछु भने पनि छ मेरो सानो मन्दिर र मेरो सानो मन्दिर मैले अनलाइनबाट फ्लिपकार्टबाट अर्डर गरेको थिएँ हेर्न सक्नुहुन्छ घरमा चाहिँ भगवान् राख्नु ठान थिएन त्यसको लागि 500मा यति सुन्दर मन्दिर आएको छ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ ढुक्कातिर राख्नुको लागि जग्गा छ यसलाई चाहिँ म एउटा वालमा फिटिङ गर्छु एउटा दैलाको माथि राख्छु सोचेको थिएँ त्यहाँ लेकिन बहुत उच्च हुन्छ उठेर चेयरमा उठेर पूजा गर्नुपर्छ रोज चाहिँ त्यही कारणले यहाँ राख्छु म हेर्न सक्नुहुन्छ कति सुन्दर मन्दिर आएको छ सानो चिटिक्काको र अब चाहिँ मेरो बुढाले ड्रिल लगाएर यसलाई फिटिङ गर्नुहुन्छ मेरो छोरा चाहिँ खेलिराखेको छ एक्लै यहाँ चाहिँ ड्रिल मेसिन त्यहाँ अब छेना होल गर्नुहुन्छ अनि त्यहाँ चाहिँ यसलाई फिटिङ गर्नुहुन्छ निराज कस्तो छ राम्रो छ सर्दी राम्रो भयो कि भएन निराज हाँसिदियो त बाबा हाँसिदियो हाँसी गरिदियो हाई आइ सिकाने 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 हो ज्याटीले के भनेछ हो रे बाप रे कता तेरा भाइ चाहिँ थाहा छैन तेरा भाइ नै सिधा भयो र चाहिँ यताको टाउको देखेर बर्बाद भन्छ यता ठुलो पिम्पल्स पनि निस्केको छ त्यो दुखेछ नि मेरो सानो मन्दिर पनि रेडी भइसक्यो यहाँ अब भोलिबाट चाहिँ लक्ष्मी पूजा सुरु मेरो भगवान्जी पनि आएर यहाँ बास गर्नुहुन्छ अब मेरो घरमा मन्दिर त छ बाहिर लेकिन घरको भित्र चाहिँ मन्दिर थिएन भनेर चाहिँ यहाँ बसालेको राख्नुहुन्न सुन भन्नु न त्यही खानेछ निराजले के खाएको भोलि खाने हो ए हाम्रो मन्दिर रेडी भइसक्यो अब आमा छोरा मिलेर नमनी मजै गर्नुपर्छ ल त्यो छोरा कहिले पूजा गर्नु सक्छ ल मम्मीमा कहिले म पूजा गर्छु र जग्गा नि भन्छ नि मम्मीमा पनि पूजा गर्छु गर न